के तपाईले कहिले जीवनमा हार महसुस गर्नुभएको छ भने आउनुहोस् परमेश्वरको वचनबाट शान्ति, उद्देश्य र अटल आशा विश्वास खोजौं। तपाईको क्षमतामा विश्वास राख्नुहोस्, किनभने आत्मविश्वास नै सफलताको त्यो पहिलो खुट्किला हो। जय मसीह। नमस्कार, म निशान बस्ने। आजको यो सन्देशमा आफ्नो योग्यतामा विश्वास गर्नुहोस्, ह्याभ फेथ इन योर एबिलिटिज भन्ने विषयमा चाहिँ हामी वचनद्वारा हेर्नेछौँ। त्यसै गरी हामीले चाहिँ फिलिपी 4:13 हेर्यौँ भने जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब थोक गर्न सक्छु। हो प्रियहरू, हाम्रो शक्ति चाहिँ परमेश्वरबाट आउँछ। हाम्रो भरोसा, हाम्रो आशा, हाम्रो विश्वास अनि हाम्रो सबै थोक चाहिँ परमेश्वरबाट आउँछ। अनि त्यसै गरी हाम्रो आशा, हाम्रो विश्वास, हाम्रो भरोसा, हाम्रो शक्ति परमेश्वरबाट आएपछि हामीले चाहिँ उहाँमा नै सब थोक गर्न सक्छौँ। त्यसै गरी एउटा भनाइ छ नि, दुःख पाइस मङ्गले आफ्नै ढङ्गले। हो प्रियहरू, हामी आफ्नै कारणले दुःख पाइरहेका हुन्छौँ। हामी आफैमा भर गरेको कारणले हामी दुःख पाइरहेका हुन्छौँ। नो 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 प्रियहरू, हाम्रो भर चाहिँ परमेश्वरमा हुनुपर्छ। हाम्रो विश्वास चाहिँ परमेश्वरमा हुनुपर्छ। हाम्रो आशा चाहिँ परमेश्वरमा हुनुपर्छ। जब हाम्रो विश्वास चाहिँ परमेश्वरसँग हुन्छ, हाम्रो आशा चाहिँ परमेश्वरसँग हुन्छ, त्यसपछि हामी सब थोक गर्न सक्छौँ है। अनि त्यसपछि हामी के कारणले दुःख पाउँछौँ भन्दाखेरि आफ्नै कारणले चाहिँ हामी दुःख पाउँछौँ। आफैले गरेका निर्णयहरूले चाहिँ हामी दुःख पाइरहेका हुन्छौँ। त्यही भएर प्रियहरू, हाम्रो निर्णयमा, हाम्रो सोचमा, हाम्रो हिँडाइमा, हाम्रो चालचलनमा, सबै कुरामा चाहिँ परमेश्वर हुन जरुरी छ। जब परमेश्वर हाम्रो हिँडाइमा, हाम्रो सोचमा, हाम्रो निर्णयमा, हाम्रो योग्यतामा हुनुहुन्छ नि, त्यसपछि हाम्रो क्षमता बढिकन आउँछ प्रियहरू। त्यसै गरी आज हामीले हेर्ने हो भने नम्बर 1 मा चाहिँ हामीलाई परमेश्वरले विशेष बनाउनु भएको छ है। भजन सङ्ग्रह 39:14 हामीले हेर्यौँ भने परमेश्वरले हामीलाई अद्भुत र भयानक रूपले बनाउनु भएको छ, किनकि उहाँको हातको सिपहरू हौँ प्रियहरू हामी। त्यही भएर हामीलाई परमेश्वरले अद्भुत र भयानक रूपले बनाउनु भएको कारणले हामी चाहन्छुन व्यक्ति नै होइनौँ प्रियहरू। हो, म फेरि पनि भन्छु, हामी चाहन्छुन व्यक्ति नै होइनौँ। आफूलाई कमजोर नठान्नुहोस्, आफूलाई चाहन्छुन नठान्नुहोस्, किनकि परमेश्वरले हामीलाई चाहिँ अद्भुत र भयानक रूपले बनाउनु भएको छ। त्यही भएर प्रियहरू, हामीले के बुझ्नुपर्छ भन्दाखेरि परमेश्वर हिँडिराख्ने निर्णय गर्नुपर्छ। जब हामी परमेश्वरसँग भएर हिँड्छौँ, उहाँको कामहरू गर्छौँ, त्यसपछि परमेश्वरले हाम्रो जीवनबाट चाहिँ अचम्मको कामहरू गर्नुहुन्छ। त्यसै गरी हामीले दोस्रो नम्बरमा हेर्यौँ भने चाहिँ सफलता असफलता हामीमा आउँछ नै है। प्रयास गर्दा चाहिँ सफलता नै आउँछ, असफलता पनि हामी हुन सक्छौँ, तर हामी त्यसलाई आत्तिनु हुँदैन। त्यसको लागि चाहिँ हामी निरुत्साहित हुनु हुँदैन, किनकि मान्छेको जीवनमा सफलता पनि आउन सक्छ, असफलता नि आउन सक्छ, तर हामी चाहिँ निरन्तर अघि बढिराख्न जरुरी छ। जब हामी निरन्तर अघि बढिराख्छौँ नि, त्यहाँ चाहिँ परमेश्वरले चाहिँ काम गर्नुहुन्छ। अनि त्यसपछि गलाती 6:9 हामीले हेर्यौँ भने चाहिँ काम गर्न नथाकौँ भनेको छ। त्यही भएर प्रयास गर्न हामी नथाकौँ, किनभने प्रयासले नै हामीलाई हाम्रो उद्देश्यतिर लिएर जान्छ। अनि जब हामी चाहिँ हाम्रो गन्तव्य के हो भनिकन हामीले थाहा पाउँछौँ, जब त्यही अनुसार हामी प्रयास गर्दै जान्छौँ, अवश्य नै त्यहाँ परमेश्वरले हामीलाई सफलता दिनुहुन्छ। त्यसै गरी तेस्रो नम्बरमा हामी हेर्नेछौँ, गल्तीहरू सिकाइको हिस्सा हो। त्यही भएर गल्ती गर्दामा तपाईँ निराश नहुनुहोस्, गल्ती भयो भनेर नआत्तिनुहोस्, किनकि त्यो सिकाइ हुन सक्छ। त्यो गल्तीले तपाईँलाई सिकाउँछ है। फेलियर इज सक्सेस भन्छ नि। हो, तपाईँ गल्ती गर्दै जाँदा चाहिँ तपाईँले धेरै कुराहरू सिक्न सक्नुहुन्छ। त्यसै गरी हामीले हितोपदेश 24:16 हेर्यो भने किनभने धर्मी मानिस 7 पल्ट लड्यो भने पनि फेरि उठ्छ, तर दुष्टहरू विपत्तिले नाश गरिदिन्छ है। त्यही भएर धर्मी मानिस चाहिँ 7 पल्ट लडे पनि उठ्छ। उसले गल्ती गरे पनि त्यो गल्तीलाई स्वीकार गरिकन, त्योबाट सिकिकन त्यो व्यक्तिले चाहिँ आफ्नो जीवनमा चाहिँ सफलता हासिल गर्छ प्रियहरू। त्यही भएर हामी गल्ती गर्यौँ भन्दैमा हामी नडराउँ, हामी निरुत्साहित नहौँ, किनकि परमेश्वरले हामीलाई सान्त्वना दिनुहुन्छ, परमेश्वरले हामीलाई साथ दिनुहुन्छ, परमेश्वरले हामीलाई डर होइन निडरको आत्मा दिनुहुन्छ प्रियहरू। 4 नम्बरमा हामीले हेर्यौँ भने नयाँ कुरा सिक्दै जाउँ, किनभने अनुभवले आत्मविश्वास बढाउँछ। हो प्रियहरू, अनुभवले चाहिँ हामीलाई झन् आत्मविश्वास बढाउँछ। यसैया 43:19 हामीले हेर्यौँ भने
हेर म एउटा नयाँ कुरा गर्दैछु, त्यो अब हुन आउँछ, के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोलाहरू बनाउँदैछु। हो प्रियहरू, हाम्रो परमेश्वर यस्तो परमेश्वर हुनुहुन्छ कि रुखो जमिनमा पनि उहाँले एकदम कलकल बग्ने खोला बगाउन सक्नुहुन्छ। त्यही भएर तपाईँको रुखो जीवनमा पनि त्यो ताजा हरियाली बनाउनका लागि परमेश्वर सधैँ नै तयार हुनुहुन्छ। के तपाईँ तयार हुनुहुन्छ? परमेश्वरले तपाईँको जीवनमा एउटा सुन्दर जीवन बनाउन चाहनुहुन्छ, हरियाली जीवन बनाउन चाहनुहुन्छ। हामी चाहिँ उहाँसँग हिँड्नुपर्छ, उहाँसँग जोडिनुपर्छ प्रियहरू। त्यसै गरी 5औं नम्बरमा हामीले हेर्यौँ भने सकारात्मक सोच राख्नुहोस्, किनभने राम्रो सोच्दा राम्रो नै हुन्छ। फिलिपी 4:4 हामीले हेर्यौँ भने त्यहाँ के लेखेको छ भन्दाखेरि परम प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्छु, परम प्रभुमा सधैँ आनन्द गर। जब हामी आनन्दित हुन्छौँ नि प्रियहरू, त्यति बेला चाहिँ सकारात्मक सोचहरू हामीमा आउँछ अनि आनन्दित भएको व्यक्तिमा जहिले पनि उसँग सधैँ सकारात्मक सोच हुन्छ अनि ऊ अघि बढ्न सक्छ। त्यही भएर आनन्द गरौँ, हामी प्रत्येक समय हरेक पल प्रभुमा चाहिँ आनन्द गरौँ, किनकि उहाँ हामीसँग हुनुहुन्छ, उहाँले नै हामीलाई बचाउनुहुन्छ। 6 नम्बरमा हामीले हेर्यौँ भने अरूसँग तुलना नगर्नुहोस्, आफ्नै सुधारमा ध्यान दिनुहोस् है। अरूसँग हामी तुलना गर्न थाल्यौँ भने चाहिँ हामी निरुत्साहित हुन्छौँ प्रियहरू। त्यो हामीले चाहिँ मत्ती 7:3-5 पनि पाउँछौँ। अरूसँग तुलना नगर्नुहोस्, आफूले आफूलाई बनाउनुहोस्, आफूले आफूलाई सुधार्नुहोस् है। अनि त्यसै गरी 7औं नम्बरमा हामीले हेर्यौँ भने चाहिँ आफूलाई प्रोत्साहित गर्नुहोस्, आफूले आफूलाई हौसला दिनुहोस् है। हामीलाई बल चाहिँ परमेश्वरले दिनुहुन्छ। त्यही भएर निरुत्साहित नहुनुहोस्, किनकि तपाईँसँग परमेश्वर हुनुहुन्छ। निरुत्साहित नहुनुहोस्, नडराउनुहोस्, किनकि परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। डगमगाउनुहोस्, किनकि तपाईँको पक्षमा लड्ने चाहिँ परमेश्वर हुनुहुन्छ। त्यसै गरी हामीले 8 नम्बरमा हेर्यौँ भने दृढ रहनुहोस्, किनकि लक्ष्य पुरा गर्न एकदम धैर्यता र भरोसा अनि आशा अनि विश्वास चाहिन्छ। त्यही भएर हामी दृढ रहन जरुरी छ है। हिब्रू 10:36 हामीले हेर्यौँ भने त्यो कुराहरू परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरेको प्रतिफल प्राप्त गर्न तिमीहरू स्थिर हुन आवश्यक छ। त्यही भएर हामीमा स्थिरता हुन जरुरी छ, धैर्यता हुन जरुरी छ है। त्यसै गरी 9 नम्बर हामीले हेर्यौँ भने तपाईँ सक्षम हुनुहुन्छ। हो प्रियहरू, हामी सक्षम छौँ, आफूलाई कमजोर नठानौँ, आफूलाई चाहिँ बलियो ठानौँ, किनकि ख्रीष्ट हामीसँग हुनुहुन्छ है। 2 तिमोथी 1:7 हामीले हेर्यौँ भने किनभने परमेश्वर हामीलाई डरको आत्मा होइन तर निडर, शक्ति र प्रेम, आत्मा स्वयंको आत्मा दिनुभएको छ। प्रेमको आत्मा दिनुभएको छ, निडरको आत्मा दिनुभएको छ, आत्मा स्वयंको आत्मा दिनुभएको छ। त्यही भएर हामीलाई डरको आत्मा होइन निडरको आत्मा हामीलाई परमेश्वरले दिनुभएको छ। त्यसै गरी 10 नम्बरमा हामीले हेर्यौँ भने सधैँ परमेश्वरमा विश्वास र भरोसा गर्नुहोस्, किनभने उहाँले सधैँ सही बाटो देखाउनुहुन्छ। मात्र भरोसा परमेश्वरमा, भरोसा परमेश्वरमा, भरोसा र विश्वास परमेश्वरमा राख्नुहोस्, भरोसा र विश्वास चाहिँ परमेश्वरमा राख्नुहोस् है। प्रियहरू, हामी यो 10वटा बुँदाहरूलाई चाहिँ निहालेर हेर्यौँ भने चाहिँ परमेश्वरले हामी चाहिँ आफ्नो जीवनमा चाहिँ अचम्मको कामहरू गर्न सक्छौँ। परमेश्वरले हाम्रो जीवनमा राज्य गर्नुहुन्छ। अनि यो 10वटा कुराहरूमा चाहिँ हामी लागिराखौँ। यो 10 कुराहरू हामी गऱ्यौँ भने आफ्नो योग्यतामा विश्वास गर्न सक्छौँ है। अनि हामीले धेरै ठुलो कामहरू गर्न सक्छौँ।